Yo, this is Border Man, Border in the house. Milk हो गयो दूध मिठो दूध अटस मटस भएर आउँदा महिनामा कहिले म त 5 लिटर यो खान्छ राख्दिन त भित्र यहाँ कहिले 7 लिटर खान्छ त्यो भित्र हाल्दिन न यहाँ यो बुल्या नि पुग्यो भुली खाने त्यो बुलकी लागि नि राख्नु पर्यो बडे गो राख्ने बुली मलाई पुगिहाल्छ नि त्यसले खा मलाई त पुग्छ ल यो यही चकचक चकचक गरे नि पुग्छ क्या हामीलाई त त्यो भित्र राख्नुपर्छ टुमरो बाटो घुम ओइ बाटो घुमरो तपाईँले मलाई भात हाल्यो हालेन हालेको अलिकति पनि त्यहाँ मुछिदिन्छ यो ओइ त्यो पातेको पनि के भन्दा यस्तै जे पनि आउँछ यहाँ पात पनि पातेको फार खाँदा खाँदै के पात्यो भने राम्रो हो क्या फाट गरेको पार्ट इज भेरी गुड बिकज केमिकल एन्ड मेनी ब्याड chemical released from fat. Okay, I'm an English teacher from in 5 group sit town Nepal. त्यो चाहिँ म मिठो गरेर खाऊ मिठो भयो भने पातेको मिठो गरा पात पनि मिठो हुन्छ पात कसको पात सबभन्दा नराम्रो थाहा एन्थोनीको माथिको एन्थोनीको त्यो नामै पदुवा राख्दै मैले त्यसको नाम एउटा सोचम जस्तो लाग्थ्यो ट्याक्क त्यसले पादे गरे 4-5 चोटि पादिसक्यो त्यसको पादे अर्को आउँछ क्या त्यो भात खाने बेला यस्तो कुरा गर्नु मिठो मिठो कुरा गर्ने भात खाने बेला मोमो चाउमिन एक दिन त मोमोसँग भात खाएको देखाइदिन्छु नि भयो क्या धेरै हो भत अटस मटस भएपछि क्या यदि भ्याउँदैन यार यो अलिकति खान्न यति मात्र आफूले किन हाले हाल उता यता हाल्ने उता हाल्ने पातुवा दुध हान्न दुध आज कहिले जानुपर्छ राति बोलाउनु न त मलाई म फोन गर्छु है मेरो यहाँ नुन हाल्छ नुन बेसार मात्र भिडियो कलमा बोले जस्तो भयो भिडियो कलमा बोल्नु राम्रोसँग मम्मीले म अहिलेसम्म कहिले केटीसँग बोलेको देखाएन अरे फोनमा कुचु गर्दैन के थाहा मैले सुन्छ भनेर बोलिरहेको कसरी बोल्नु हाम्रो आमा छ के भन्छ कि यस्तो क्या अनुहार चाहिँ हेर्ने अनि म्यासेज लेखेर कुरा गर्ने है कहाँ मको वाइफाई छैन काकीहरूको वाइफाईले कहाँ भने भिडियो कल हुन्छ त म्यासेज त हुन गाह्रो हुन्छ धौ हुन्छ धेरै एमबिपिएसमा चल्दैन नि त वाइफाई फास्ट चल्दैन क्या एलन मस्कको मोबाइल चाहिँ ठिक टेस्लाको मोबाइल चाहिँ किन्नुपर्छ वाइफाई चाहिँदैन क्या अहिले गइरहेको छ के अरे भने कहिले त आउँछ नि फेरि यसो गर्छ
झोलेले लास्ट बाइट भोलिबाट डाइट भन्छ लास्ट बाइट भनेको चाहिँ अब चाहिँ सक्यो लास्टचोटि खान्छु अब भोलिदेखि चाहिँ म थोरै थोरै खाने गर्छु भने क्या लास्ट बाइट भोलिबाट डाइट भन्नु त अब त्यो खाएर क्या लास्ट बास भोलिबाट डाइट भोलिबाट डाइट ल लास्ट बास भोलिबाट डाइट अब टन्न खाने है जे कुरा नि भोलिबाट हो कि सुरु जहिले नि भोलिबाट सुरु हाम्रो थिङ्क पोजिटिभ बी पोजिटिभ अलवेज पोजिटिभ लास्ट पास भोलिबाट ट्राई लास्ट पास भोलिबाट ट्राई खानुपर्छ भात आई वान्ट टु चेन्ज दिस वर्ल्ड थ्याङ्क यू युट्युब हेर्नुहोस् दुध भैँसीको थ्याङ्क यू युट्युब टु क्रिएट टु बिल्ड युट्युब एप्स दुध पारा दहीबाट मैबाट घिउ खान्छ राम्रो हुन्छ घिउ फुर्तिलो हुन्छ दुध खानुपर्छ हामी आमा छोरालाई चाहिँ महिनामा कहिले 7 लिटर खान्छ कहिले 5 लिटर खान्छ कहिले 6 लिटर पनि खान्छ हामी आमा छोरा कहिले दुध पनि टुट्दैन मही पनि टुट्दैन घिउ पनि टुट्दैन कहिले कहिले झगडा पनि हुन्छ ठकठुक रिस पनि उड्छ म त धेरै नखाने भरे फेरि अघि म त कोदोको जौलो पनि खाएको नखाइदिएन नखाने यो म खाने मैले के कुरा बुझेँ होइन भोगाएपछि के भात खाने बिचमा अघि के भात खानुभन्दा अगाडि फुरनदाना खायो नि त अनि त्यही भएर अलिकति पेट यति खाइदिए के अरे खाइदियो भनेर के अरे अब पानीलाई त ड्रिङ्क भन्ने हो अब खाऊ भन्नेलाई इट भन्ने हो अब के भन्ने हाम्रो पनि क्वेसन खाऊ इट इट भनेको चाहिँ यो भातहरू खाऊ के खाऊ भनेको ड्रिङ्क भनेको चाहिँ खाऊ पानी खाऊ ड्रिङ्क ओके ड्रिङ्क अ मिल्क भन्नुपर्छ ड्रिङ्क अ मिल्क ओ ड्रिङ्क अ मिल्क भन्नुपर्छ ड्रिङ्क अ मिल्क दुधलाई मिल्क भन्छ क्या मिल्क दुधलाई मिल्क विदेशतिर गयो भने दुध भन्यो भने कहाँ दिन्छ त नि मिल्क भन्नु पर्छ नि मिल्क हमारा मिल्क खाँदा है ज्यानमा पता है अहिले यस्तो हुन्छ विदेशमा त कुन ठाउँमा त जे होस् म त दुध नटुटिकन खाइरहेर यो खोर दुख्ने त हरायो भात छ नि कहीँ त भाषा बोल्नु औषधि पनि धेरै खाएन मन त्यो भएर तपाईँले दुध ल्याइदियो त नि बेला बेलामा दुध खाइरह्यो भने राम्रो हुन्छ घिउ बाई बाई टाटा जय मैसी नमस्कार हामी आमा छोरालाई जय मैसी छोराले त पाते गुड फाट हो गुड फाट टाटा ओके थ्याङ्क यू भेरी गुड यो मैले राखिदिन्छु त्यो अरू सब तपाईँले राख्नु है यही मैले राखिदिन्छु मोबाइल पनि राख्नु तरकारी चाहिँ हेर्नु है भनेको ए ल म हेर्छु तरकारी भोलि बिहान खाने अब म बोलेको के बोलेर चाहिँ एकचोटि हेर भोलि हेर्ने
नत्र भने म मरिहाल्छु के छिटो छिटो बोल 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 ओके बाई बाई टाटा बोल हेरी चाहिँ See you tomorrow. छिटो